हेलो गाइज, वेलकम बैक टू माई न्यू ब्लॉग। सो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै आरामै छु। सो गाइज, आज चाहिँ न्यू डे न्यू ब्लॉग, नयाँ जोस जाँगरका साथ हामीहरू नयाँ ब्लॉगलाई स्टार्ट गरिरहेछौँ र तपाईँहरूको लागि एउटा स्पेसल चिज मैले लिएर आएको छु। सो त्यो चिज चाहिँ एकछिनपछि म तपाईँहरूलाई देखाइ नै हाल्नेछु। सो आजको मौसम चाहिँ एकदमै राम्रो भइरहेछ, किनभने अब घाम लागिसकेको छ र आज चाहिँ हामी नेपालीहरूको होली स्टार्ट भइसकेको छ। सो सबैजनालाई होलीको धेरै धेरै शुभकामना दिन चाहन्छु। सो जो जति पनि हुनुहुन्छ, जहाँ हुनुहुन्छ, सो सबैजना सेफ र एकदमै राम्रो खुसीसँग होली मनाउनु होला। आजको दिन स्टार्ट हुन्छ हाम्रो घरदेखि। अब एकछिनपछि तपाईँहरूलाई ड्रोन सट उडाएर देखाउँछु है त। सो अब चाहिँ हामी ड्रोन उडाउनलाई एकदमै रेडी भइसकेको छौँ। सो तपाईँहरूलाई पनि देखाउन भन्नको लागि मेरो पुरानो पनि ड्रोन थियो। सो त्यो पुरानो ड्रोन चाहिँ बिग्रियो, त्यो चाहिँ ड्यामेज भइहाल्यो होइन, त्यसको सेन्सरले काम गरिरहेको छैन। सो फेरि पनि हामीहरू अर्को ड्रोन लिएर आइसकेका छौँ। सो त्यही हो, अब यहाँ हेर्न सक्नुहुन्छ। ल्याउ, आज चाहिँ हामीहरू के गर्दैछौँ केटा हो? ड्रोन उडाउँदैछौँ होइन। ल, अर्को ड्रोन चाहिँ यो रहेको छैन, जुन एउटा हाम्रो नाति र यो मेरो चेला भन्नुपर्छ यसलाई। सो यिनीहरूलाई एकछिन मैले यो ड्रोन समात्नको लागि दिएको छु होइन। सो यिनीहरू चाहिँ एकदमै एक्साइटेड भइरहेको छन्। सो त्यही हो, अब ड्रोनलाई एकैछिन अब सिधै उडाएर तपाईँहरूलाई देखाउँछु है त। सो गाइज, अब चाहिँ हामीहरू ड्रोन उडाउनको लागि यो फर्स्ट अफ अल यो रिमोट अनि नेक्स्ट यो ड्रोन। सो अब ड्रोनलाई मैले स्टार्ट गरिसके, बटन यसको अन गरिसकेको छु होइन। यसमा चाहिँ यसमा हाई अनि अर्को हाई अनि लेफ्ट राइट भन्ने एउटा साइडको बटन चाहिँ यो अगाडि, यो पछाडि, अनि यो उडाउने, यो बसाल्ने होइन, त्यही हो। अनि यो चाहिँ अन अफ हुन्छ यसको बटन। सो मैले ड्रोनलाई अन गरिसकेको छु। सो एकैछिन अब यहाँ देखाउनुहोस् त क्यामराम्यान। ड्रोनमा देख्यो न बाजे? ल, अब चाहिँ मैले ड्रोनलाई स्टार्ट गरिसकेको छु होइन। सो यो वाला ड्रोन अब यसलाई एकैछिनमा उडाएर देखाउँछु। उड्यो। फेरि यसलाई उडाएर हेरौँ है त। स्टार्ट क्यामेरा रोलिङ। सो गाइस, अब चाहिँ मैले ड्रोन उडाएर सकिसकेँ होइन। एकछिनपछि अब साइकलमा भेट्नुपर्ने हुन्छ। सो साँझै हुन्छ यार एकछिनपछि। अहिले त घाम छ, घाममा साइकल चलाउन सकिँदैन। सो त्यही हो, अब साँझ भएपछि साँझ भ्यू पनि एकदमै राम्रो आउँछ। सो त्यही हो, अब यो भाइलो ड्रोन एकछिनपछि भेट्छ है त गाइस। सो यसलाई चाहिँ म आफ्नो कोठामा चेकिङ गरिरहेको छु होइन। अब एकछिन यसलाई, यसको रिमोट यसरी थिच्दाखेरि चाहिँ यो चल्छ, तल गर्दाखेरि चाहिँ अफ हुन्छ होइन। अब हेर्नुहोस् है त यो कसरी चल्छ, धेरै पावरफुल हुन्छ यसमा मोटर यसको होइन, चारै प्रोपेलरहरू। यो कोठामा चाहिँ खतरा उड्छ कि खतरा। ओ माई गॉड। सो गाइस, दिस इज द नेक्स्ट डे। आज चाहिँ हामी चौधरीहरूको विशेष होली पर्व रहेको छ। सो होलीमा चाहिँ हाम्रो चौधरीहरूको थन्नमा जानुपर्ने हुन्छ। सो चौधरी भाषामा हाम्रो यो देवी देवताहरूको मन्दिर जस्तै हुन्छ चौधरीहरूको होइन। हाम्रो भाषामा चाहिँ यसलाई थन्न भनिन्छ। सो यसमा गएर पूजा आजा गर्नुपर्ने हुन्छ। हामीहरू चाहिँ चौधरीहरूको होली यहीँदेखि
स्टार्ट हुन्छ हैन भन्नुपर्दा। सो सबैजना गाउँको मान्छे र भलमनसा मिलेर हामीहरू यहाँ आएर पूजा गर्नुपर्ने हुन्छ। सो मेन विशेष भन्नुपर्दा भलमनसाले पूजा गर्नुहुन्छ हैन। सो त्यही हो, भलमनसाले पूजा गरेर अनि बल्ल मात्र चौधरीहरूको होली स्टार्ट हुन्छ। अनि यहाँ चाहिँ पूजा गरिसकेपछि ठ्याक्क गाउँमा गएर सबैजनाले टिका लगाउने, होली खेल्ने गर्ने हाम्रो पहिलादेखि नैको रीतिरिवाज रहेको छ। सो त्यही हो है त गाइस, आज चाहिँ होली हो। सो सबैजना इन्जोय गर्नु होला भन्दै सो आजको दिन स्टार्ट हुन्छ। सो गाइस, दिस इज द नेक्स्ट डे। आज चाहिँ फेरि म आइसकेको छु फुटबल खेल्नको लागि। सो हेर्न सक्नुहुन्छ यहाँ हाम्रो केटाहरू एकदम गेममा लागि परेका छन् भन्नुपर्छ। सो साँझतिर हामी चाहिँ फुटबल खेल्न आउँछौँ हैन। सो त्यही हो, म चाहिँ किपिङमा बसेको छु। सो अगाडिहरू केटाहरू खेलिरहेछन्, फुच्चेहरू छन्, भाइहरू छन्, जोर जोरका छन् सबै। लोक चलन भाइ बच गयो रे बाबा। ल ल ल, गोल हान केटा, हान्दै गोल। हो गोल, गोल छ गोल छ गोल छ। अब मेरो पालो आइसक्यो, म खेल्छु है। ल किपर आइज छिटो, यहाँ स्पेशल भ्लग बन्टा कि। अब म अगाडि खेल्ने भए बाजा क्या को पेनाल्टी। मैं फिर चलाक बाटू कहूँ रे, हल्का हल्का चलाक बाटू कहूँ। गोल हो जा। अरे यार गोल नहीं तो करूँ का। ल ल ल गर गर केटा आने गोल। ओ माय गॉड टोटे। ओ गुड, ले 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 टोटे मारो। अरे ठोको गोल, मारो 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 गोल मारो। म त थाकेँ यार छे। ल ल ल ले 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 आइज। ल हान गोल। ओए बचेछ। ओए ओए ल हान 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 हान। आइज 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 लिएर आइज। अरे दुई जना सकिरहेको छैन यार। ल ल ल ठुक्क लाजै भइगिल। सो अहिले चाहिँ बजिसकेको छ 8। सो राति भइसकेको छ। सो आजको भ्लग चाहिँ यतैतिर व्यवस्थापन गर्नुपर्ने हुन्छ। सो यस म चाहिँ साइक्लिङ जान्छु भनेको थिएँ। सो होलीको कारण साइक्लिङ पनि जान पाएन। साइक्लिङ जान्छु, यहाँ जान्छु, उहाँ जान्छु। अब चाहिँ अब यस्तो भनेर नहुने रहेछ। सो सायद सो त्यही हो, नेक्स्ट भ्लगको लागि वेट गर्नु होला। सो आजलाई यति नै। होप यु गाइस लाइक दिस भिडियो। यदि भिडियो मन परेमा मेरो च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब जसरी पनि गर्नु होला। सो नराम्रो लागे पनि राम्रो लागे पनि च्यानललाई सब्सक्राइब र लाइक, सेयर, कमेन्ट गर्नु होला। अब नेक्स्ट डे न्यू भ्लग लिएर म आउने नै छु हैन। आज चाहिँ होली थियो, विशेष दिनमा होली खेल्छु भने साथीहरू यताउता गइहाले। सो एक्लै भए, त्यसकारण म चाहिँ सुतिहालेँ हैन। सुतिसकेपछि अब कसले उठाउने कसले के गर्ने, लास्टमा 3 बजे सुतेर उठेँ। गाउँको
मान्छेहरू होली खेलिरहेको थिए। सो तिनीहरूले मलाई होली खेलाइदिएन लास्टमा। सो एकछिन होली खेलेँ अनि साँझतिर बल खेल्न गएँ। सो त्यहाँदेखि आएर अहिले चाहिँ भ्लग इन्ड म गरिरहेको छु। सो आज चाहिँ भ्लगको समाप्ति यति नै। सो नेक्स्ट डे न्यू भ्लग फेरि म एकदम खतरा पाराको लिएर आउने कोसिस गर्ने नै छु। त्यति बेलाको लागि म तपाईँहरूसँग बिदा हुन चाहन्छु। सो वान्स अगेन योर आरजे राइडर इज ब्याक इन नेक्स्ट भ्लग। सो त्यही हो गाइज, बाई बाई त।